हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। हजुरहरूलाई मेरो न्यू भिडियोमा स्वागत छ। म भिडियोलाई कन्टिन्युटी दिँदैछु। हजुरहरूले हेरेर साथ सपोर्ट गर्नुहोला। मेरो बाबुको भोलि बर्थडे छ। बर्थडेको सामान किन्नको लागि म आज बजारतिर जाँदैछु। मेरो बाबु पनि जानको लागि तयारी छ। आज उसको बिदा छ। जुत्ता लगाउँदैछ। खोल्याऊ, जुत्ता लिएर आऊ। जुन जता लगाउँछौ लगाऊ, तिमीलाई जुन कम्फर्टेबल लाग्छ त्यही लगाऊ, कम्फर्टेबल। अनि यस्तो छ है, हामी सामान किन्न जान्छौँ। सानो क्लिपहरू बनाउँदै हजुरहरूलाई अपलोड गर्नेछु। हेरेर साथ सपोर्ट गर्नुहोला है त। बाँकी भिडियोबाट हामी सपिङ गर्न हिँडिरहेछौँ साथीहरू। यहाँ अहिले बाबु त हिँडिरहेछ। बाबु सपिङ गर्न हामी गइरहेछौँ होइन त। आजको भिडियो आज नै अपलोड गर्ने हो। अनि यहाँनिर टहरा बनाएको छ। अहिले पुरा विकास हुँदैछ यो ठाउँमा पनि। अहिले पुरा माथि हुस्सु लागेको छ। यस्तो राम्रो जङ्गल देखिन्छ नि। अब आजको भिडियो आजै अपलोड गर्नलाई अहिले बजार पुग्यौँ हामी। अब यता यता यो हो लिगु बजार। हामी स्थानीय बजार, यो बस पार्क। यहाँनिर टक्क बाँडेर त्यहाँ केक पाउँछ। केक यहाँ पाइरहेको छ। अब केकको लागि भनेर जानु पर्यो। को छ यहाँ? कोही छैन? छैन मासु राम्रो तरकारी आलु सालु किने। अब यता प्याज टमाटरहरू किन्छु। बाबुको मेरो गफका पनि भइरहेछ होइन बाबु? मेरो साथी हुन्छ म 1 घन्टासम्म पढ्छु अनि त्यसपछि मोबाइल हेर्छु अनि 1 घन्टासम्म पढ्छ। बरु अहिलेसम्म 65 भइरहेको। म 2 घन्टासम्म पढ्दैन। 10 मिनट पर्छ होइन बाबु? अझ बाबुले अलि 20 मिनट जति पढायो भने अनि तिमी फर्स्ट भइहाल्छ। जय मिश्रा बढी मार्क्स आइरहेको छ। मेरो मिश्रा भन्दा बढी मार्क्स आइरहेको छ। अनि मलाई झन् घट्यो। ए जय मिश्रा भन्दा तिम्रो मार्क्स नै बढी आएको थियो? सबै सुन्नु जस्तो भइरहेको छ। अनि म त्यो भएर मेरो बाबुलाई डिस्क्रिमिनेसन गरे हो क्या हो? त्यसो भएपछि मेरो बाबु अब त्यसमा छुट्यायो तिमीलाई। अब तिमीलाई खै किन तिम्रो आएको नम्बर भन्दा अरूको नम्बर बढी राखिदिएर किन त्यस्तो गरेको? त्यस्तो गर्नु त्यो गाईले सिगौरी खेलिरहेछ। हेर कति सिगौरी त खेलिरहेछ। के अरे गोमती नदीमा सिगौरी खेलेर पानी उत्पादन भयो भने होइन त बाबु? सिङ्ग्रामती नदी, गोमती नदी, सिङ्गामती नदी र गोमती नदीले जोडेको। अनि सिगौरी खोलेर अनि पानी फुट्यो भने होइन त? तिम्रो नगरपालिकामा छैन त भने तिमी मलाई त थाहा भइसक्यो। एउटा कामुधेनु गाईले सिगौरी खेलेर अनि खोला बने। गोमती र सिङ्गामती नदी पैदा भयो कामुधेनु गाईले होइन? यस्तो छ पहिलाको इतिहास। हामी आमा छोरा गफ गर्दै भोलि बर्थडेको लागि सामान किनेर तयारी भएर आयौँ। यस्तो छोरो ह्याप्पी छ छैन? मामुले गिफ्ट चाहिँ अब त्यो बुलेट पेन दियो बाबुलाई। अब अर्को वर्ष त्योभन्दा बढी राम्रो दिन्छु होइन? 5,000 सकिहाल्यो। 5,000 सपिङमा सकिहाल्यो। छोरोको बर्थडे भव्य तव्य बनाउनको लागि मामु यसरी लागि परेको छ होइन त? ल यो भिडियो आजै अपलोड गर्ने हो। अनि घर पुगेपछि यो भिडियोमा हामी यो सबै सामानहरू देखाउनेछौँ। अनि त्यसपछि म यो भिडियो अपलोड गर्नेछु। अनि भोलिको दिन नै बर्थडेको भिडियो अपलोड गर्नेछु। सबैजनाले हेरेर साथ सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला। लामो समयदेखि म भिडियो बनाइरहेको छु तर भने जस्तो उपलब्धि भएको छैन। गाइस सबजनाले सपोर्ट गरिदिनु होला। मेरो आइफोनबाट कस्तो राम्रो भिडियो आइरहेछ हेर्नु न। सिनहरू त्यस्तै राम्रो, क्या दामी सिन आइरहेछ होइन त? आइज बाबु। ल हामी घरमा पनि पुगिसक्यौँ गाइस। बाबु थाक्यो होइन बाबु र म आमा छोरा हामी सामान लिएर पनि आइसक्यौँ।
अनि यहाँ छ सामानहरू पुरा यहाँ छ है। बाबुको स्कुल लिनलाई पनि चक्लेट पनि लिएर आएको छु, सब सामान यतै छ। अब यो भिडियोलाई चाहिँ यतै समाप्त गर्नुपर्ने हुन्छ। हजुरहरूले एकदमै साथ सपोर्ट गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वासका साथ यो भिडियोलाई यहीँ समाप्त गर्छु। सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। सबैजनाले यो भिडियोलाई लाइक एन्ड सब्सक्राइब एकदम गर्नु होला। भन त बाबु, भन न मामुको भिडियोलाई के गर्नुपर्छ? प्लिज लाइक सब्सक्राइब एन्ड सेयर अवश्य पनि गर्न नभुल्नु होला। बाबुको बर्थडेको भिडियो भोलि नै आउनेछ। अब यो सामानहरू म्यानेज गरेर राख्नुपर्ने हुन्छ। त्यो के को अरू सामानहरू छ म अब राख्छु। ओके बाई, गुड डे।